साथीहरू कस्तो हुनुहुन्छ? सबै ठिकै होला, सन्चै, म पनि सन्चै छु होइन। र हामी चाहिँ ड्युटीतिर लागेको, यहाँ गाडीमा हेर्न सक्नुहुन्छ बसिरहेको छु म चाहिँ। हामी चाहिँ ड्युटीतिर लागिरहेको छौँ अनि भइहाल्यो, हेर्न सक्नुहुनेछ अगाडि चाहिँ यस्तो बाटो, यो जङ्गलको बाटो लागिदिइरहेको छौँ हामी सर्टकट। यहाँबाट अब 5 मिनट गएपछि चाहिँ हाइवे भेट्छ। घरहरू चाहिँ यस्तो छ र हामी चाहिँ ड्युटीतिर लागिदिइरहेको। अब हाम्रो कम्पनीदेखि अर्को कम्पनी फिस डेलिभर गर्नुपर्छ, काम त्यही हो। र फिस डेलिभर गर्नु लागिदिइरहेको र गाडीमा बस्दा बस्दै अल्छी लाग्यो होइन एक्लै, अनि के गर्नु भनेर चट्टा सानो भ्लग बनाइदिएको। र अगाडि गाडीहरू यस्तो आइरहेको हुन्छ, ब्रेकरहरू डह्रो छ। र यो चाहिँ बेङ्गलोरको जग्गा, यो अब कनकपुरा रोड भन्ने भेट्छ यहाँ अगाडि। र हामी चाहिँ यहाँ गाडीमा लागिदिइरहेको। अहिले चाहिँ हामीहरू हाइवेमा लागिसकेको छौँ र यहाँनिर यताबाट नाइस रोड जानुपर्ने हुन्छ। यो चाहिँ नाइस रोड कुद्ने बाटो। नाइस रोडमा गयो भने चाहिँ हामीहरू छिटो पुगिन्छ होइन। सर्टकट यता लामै बाटो जाने हो, नाइस रोड नजाने, किनभने नाइस रोडमा चाहिँ पैसा लाग्छ नि त। वहाँनिर बनारघाटा रोड भन्छ, त्यहाँ जानुलाई 45 रुपिस लाग्छ। र हामी चाहिँ त्यो पैसा नदिने त्यो बाटो लागिदिइरहेको। अगाडि भ्यू हेर्न सक्नुहुनेछ, यस्तै छ नजाराहरू बेङ्गलोरको होइन। यहाँनिर चाहिँ टाइल्सहरू बनिने छ, टाइल्सहरू बनिन्छ यहाँनिर, दामी दामी टाइल्सहरू। गार्डनहरू रहेछ यहाँ अगाडि, गाडीहरू गइरहेछ, हामी पनि लागिदिइरहेछौँ पछि पछि। के गर्नु गाइस, यस्तै छ ड्युटीहरू होइन, अल्छी लाग्छ नि त, त्यही भएर छट्टा भिडियो बनाइदिएको। अहिले यहाँनिर चाहिँ यो पनि हाइवे हो, तर अब अझै जानुपर्ने हुन्छ मेन हाइवेको लागि। र साथीहरू म चाहिँ हाइवे निस्किनु आँट्दाखेरि चाहिँ भिडियो बनाउँछु भनेको थिएँ, तर अब लोकेसन हेर्दै हिँड्नुपर्ने हुन्छ नि त, त्यसले गर्दाखेरि हल्का टाइम पाइनँ। र अहिले म चाहिँ फिलहाल हाइवेमा छु, हेर्न सक्नुहुनेछ। यो त हामी टाढो आएन, हाइवेमा मेन सिटीतिर लागिरहेको छौँ। अब बाटो चाहिँ यस्तो छ, यो फ्लाइओभर ब्रिजमा चढिरहेको छौँ हामी। यो चाहिँ पुरा यतापट्टि चाहिँ खालि जाने मात्रै, उतापट्टिबाट आउनु अल्छी हुन्छ यार पुरा गाडीमा बस्दा बस्दा होइन। यहाँबाट र यो जबमा चाहिँ भन्दा गाडी चल्दैन होइन, त्यही भएर भन्छ रिङ रोड। माथि चाहिँ मेट्रोको बाटो, अनि यहाँबाट जाँदैछ। यहाँ हनुमान मन्दिर छ साथीहरू, हेर्नु सक्नुहुन्छ। यो चाहिँ हनुमान मन्दिर होइन, पिछेबाट नि हेर्नु सक्नुहुनेछ। हामी चाहिँ पिकअप गर्नु फर्किरहेको, अहिले चाहिँ डेलिभर गरिसक्यौँ। एउटा कम्पनीको पिकअप गरेर घुर्दै गरेको। साथीहरू हामी चाहिँ अब होइन घुरिसक्यौँ। आज चाहिँ अलिक छिटै भइरहेछ होइन कम्पनीतिर घुर्नु, किनभने अहिले आज चाहिँ पूजा छ नि त, यहाँनिर मुस्लिमको पूजा छ, त्यसले गर्दाखेरि प्रायः जस्तो कम्पनी चाहिँ बन्द रहेछ। एउटा कम्पनीको पिकअप गरेर चाहिँ हामी घुर्दैछौँ कम्पनीतिर। अलिअलि हल्का अँध्यारो हुनु आँटिरहेछ। हामी चाहिँ कम्पनीतर्फ लाग्यौँ, अब कम्पनी पुग्नुपर्ने हुन्छ, अनि यहाँनिर अलिकति पिकअप गरेको पिस छ, त्यसलाई अनलोड गर्नुपर्ने हुन्छ। कस्तो लाग्यो भिडियो होइन गाइस, हेरिदिनु होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु नभुलिदिनु होला। र त्यति भन्दै आजको भ्लग चाहिँ यहीँ समाप्त हुँदैछ। अब फेरि भेटौँ अर्को भ्लगमा है त।